हैन एकजना कर्मचारीले संसद हल्लाइदिए है एकजना कर्मचारीले संसद हल्लाइदिए त्यही भन्नुभयो खै हल्ल्या देखिदिनु छैन भित्रको दुई तिहाई हल्ल्या मलाई जाने रे हैन दुई तिहाई हेर्नुस् त आज मान्यज्यू तपाईलाई हामीले रोकेकै छैन मान्यज्यू मात्र जान दिया छौ दुई तिहाईको हेर्नुस् त तागत हो के भएन मलाई खै अब जान दिने हो तपाई जान मान्यज्यू दुई तिहाईको तागत यही कर्मचारी हटाउनलाई हो गुहार माग्नु पर्ने भयो हैन मान्यज्यू दुई तिहाईको तागत कर्मचारी हटाउनलाई सरकारले मात्रै हो गुहार माग्ने बेला भइसक्यो मानिज्यू सरकारले गुहार तपाईले त होइन तपाई त माननीय सांसद हुनुहुन्छ सरकारले गुहार माग्ने बेला भइसक्यो कोसँग माग्ने होला अनि सरकारले त जनतासित नि अब कहाँ गएर माग्ने जनता फेरि पुरै हेर्नु त सामाजिक सञ्जाल हेर्नु त सडकदेखि सदनसम्म सदनमा फेरि जनताकै प्रतिनिधिहरू हेरेको के अरे एक्सन रियाक्सन भइरहेको छ मान्यज्यू Question दुई reaction तिहाईको भइरहेको छ। तागत सामान्य केवल एउटा कर्मचारी हटाउनलाई मात्रै हो भन्नुस् अनि अरू काम गरेर देख्नु भएन अरू काम के के गरेको छ 5 महिनामा त कुलमान घिसिङ कसरी हटाउने मात्रै देख्यो के मान्यज्यू यो अति भयो क्या एउटा दुईटा भन्दिनु अरू काम यो अति भयो क्या मलाई के यो 5 महिनामा केवल एकजना कर्मचारी हटाउनु भयो मलाई केही भन्नै छैन घेरे पनि अब मैले हैन हजुर त सञ्चार प्रिय मान्छे सञ्चारमा काम गरेको मान्छे तपाईँहरूको घेराबन्दीमा परेको छु नि